हेलो नमस्ते गुड मर्निङ तपाईँहरू कस्तो हुनुहुन्छ म फेरि आज एउटा नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ म रोहिनी जाँदैछु साथीहरूसँग है। रोहिनी जानु कारण चाहिँ त्यस्तो खास छैन, खालि म मासु लिनु मात्रै गएको। अब के को मासु त्यहाँ त अब सबैहरूलाई थाहै छ, रोहिनीमा के को मासु पाउँछ, सबसे राम्रो मासु त्यहीँ पाउँछ भन्छ र त्यही भएर म पनि गएको र सानो भिडियो बनाउँछु, बेसी लामो भिडियो बनाउँदिनँ। र म अहिले चाहिँ म साथीहरूलाई पर्खेको र साथीहरू आउँदैछ। यहाँ चाहिँ हाम्रो साथीहरू आइसक्यो, पर्खेको कति बेला 10 मिनट भइसक्यो। म कस्तो ऋतिकमा रहेछ रे। जुत्ता त सानो लागेर नि देखो तो ওখানে ভিতরে গিয়ে আমি একটু বাইরে আছি তো, ভিতরে গিয়ে ডাকো না। হ্যাঁ 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 ওইটা चड्डा साहब जस्तो कपाल भयो त उडेर उडेर यस्तो रेडी भाइ बुढिया अरे चड्डा साहब स्पाइक त रोहिनी गेटमा अहिले हामीहरू आइपुग्यो। 9 बज्यो। अब यहाँ आएर चाहिँ अब टिकट काटेर चाहिँ अब माथि गएर चाहिँ मासु लिनुपर्छ। 9 बजिसक्यो, ढिलो भइसक्यो। मासु पाउँछ के हो? आज हाम्रो साथी सन्दीपले अब सुँगुरको मासु किन्दैछ। आज मजाले सुँगुरको मासु पकाएर खाने भयो अब केटाले। हजुर हजुर गरिदिनुहोस् न। अलिक उयो गर्नुहोस् त, अलिक राम्रो लामो लामो पिस गरिदिनु, लामो लामो पिस गरिदिनुहोस्। बन्द गर साथी, के गरेको? बन्द गर। इट बफेलो बफ मिट। आज रेकर्ड ब्रेक गर्नु छुटा यहाँ मासु तल मासु माथि पारेको मासु किनेर चाहिँ अहिले हामी यहाँ रोहिनीको अलिकति तल आएर चाहिँ यहाँ हामीले खाजा खानु लागेको। बिहानै हिँडेको, भोक पनि लाग्यो, त्यही भएर खाजा खाएको छु। र यसै गरी हाम्रो यहाँ पुरी सब्जी पनि आइहाल्यो र हामीहरू 3 भाइ खाँदैछु पुरी। र यसै गरी हामीले अब खाजा पनि खाएर अब हामीहरू सिलगढीतिर लाग्ने टाइम पनि भयो, 10 बज्न आँट्यो। र खाजा चाहिँ अब यहाँ त्यस्तो मिठो चाहिँ लागेन। पुरी चाहिँ राम्रै थियो, तर सब्जी चाहिँ त्यति खास भएन। अब यहाँ चाहिँ हाम्रो हल्का सानो 1-2वटा फोटो सेसन हुन्छ साथीहरूसँग। ल साथीहरू क्यामेरा निकाल। क्यामेरा पायो? त्यो होइन, त्यो के त्यो बेग होइन त्यो? कान कस्तो बन्द भन्यो मेरो? सबै गाडीहरू जाँदैछ दार्जिलिङतिर, हामी चाहिँ लागेको सिलगढीतिर। सुरु भयो हाम्रो यहाँ फोटो सेसन।
के चाहिँ एरोर पो चियाको बोटमा अहिले त यही छ त ट्रेन्डमा त मुना पलाएछ यस्तो गीत गाउँदा पर्दा कहिले पनि खोलिँदैन हेर बसेर बनाए तर बेला बेला घाममा सुकाउने गर भनेको घाममा सुकाए पो सोच के भयो क्यामेरा भएन यसको लेन्स फेर्नुपर्छ अर्को लेन्स लगाउनु सरको लेन्स त्यसले चाहिँ कम भएन मलाई त उयो क्यामेरा किन्नु मन पराएछ हौ त्यो क्या यो गजनी टाइपको के टाइपको गजनी कुन चाहिँ छ डिजिटल क्यामेरा त्यो त्यो निस्किहाल्ने त्यो क्लिक गर्नु त निस्किने क्या ओ यो हो नि ऋतिक त लुए डान्स पनि गर जल्दी गर भाया उता हेर्न उता ल हाम्रो साथीहरूले हाम्रो साथीहरूले फोटो सेसन गर्दैछ राम्रो आयो अहिले भाग्नु चान्स पाएन छैन मेरो दाइ छैन ल छिटो हाम्रो फोटो सेसन भयो मजाले फोटो खिच्यो है र हामीहरू अब चाहिँ सिलगढीतिर लागेको दुई भाइहरूले फोटो मजाले खिच्यो